दर्शकबिनहरू आज हामी खोटाङमा आएको छौँ। यो चाहिँ हाम्रो घर हो, तल खोटाङको घर भने यहाँनिर पनि घर छ। यो चाहिँ कुकुर हो, यो हाम्रो हिरो कुकुर छ भन्न चाहन्छु। अनि यहाँबाट त्यो पारिपट्टि देखिएको चाहिँ कुइबिर डाँडा हो भने यो चाहिँ हाम्रो घर हो भने यहाँनिर घरदेखि यतापट्टि हामी उँधो जाँदैछौँ बाटो। आज चाहिँ मैले यस्तो चप्पल लगाएर हिँड्दैछु, चप्पल लगाएर हिँडेको। यो चाहिँ बाँस गाडी हो साथीहरू। अनि यहाँनिर कुकुर पनि छ। हेलो, हाई हाई कुकुरलाई पनि बोलाउनु पर्यो। अनि यता मान्छे पनि, यहाँ चाहिँ घर हो भने यहाँ घरबेटी हुनुहुन्छ भने अब यस्तो खोला यहाँ पाइप र पानीको भने यहाँ भिडियो गर्ने मान्छे खोज्नु पर्यो। म चाहिँ अगाडि हिँड्नु पर्यो, क्यामेराम्यान चाहिने भयो हो। यस्तो गरी ट्याक्क बनाएर चाहिँ यसरी यहाँनिर चाहिँ म हो भने यो पानीको पाइप छ, यताबाट बाटो छैन। अब यता घुम्नु पर्यो भने ल यता खोला जाने। खोला यहाँ हेरिदिनु पर्यो भन्नु पर्यो नि त। हाम्रो गाडी हो, यहाँनिर यस्तो तरिकाले चाहिँ म पुरै घुमी हिँड्दैछु। अनि यो यस्तो तरिकाको यता चाहिँ घर छ। यहाँनिर यसरी हिँड्नु पर्यो, गाईहरू यस्तै छ। यहाँनिर चाहिँ पुरै हिँडेको म यता जाँदैछु। ठ्याक्क फेरि क्यामेराम्यान चेन्ज गरेर चाहिँ तपाईँहरूलाई पनि यहाँनिर बाटो देखाउँदैछु। हाम्रो ट्याक्क तरिकाको बाटो, यो बाटो हिँड्यो भने यहाँ अलैँचीको रुख पनि छ, अलैँची बारी। अनि यहाँनिर पारिपट्टि चाहिँ हाम्रो बुन आउँदैछन्, कता हिँडेको हुन्। अनि भनेपछि यता चाहिँ बाटो बारेको छ, त्यता बाटो छैन। यहाँनिर चाहिँ बाटोबाट टोक्दैन, बाटो यस्तो छ भने यहाँबाट चाहिँ यस्तो तरिकाको छ अलैँची बारी। यो पुरै अलैँची बारीमा पानी लगाएको छ। यहाँबाट चाहिँ यस्तो छ है साथीहरू। हाम्रो गाउँघर चाहिँ भने माथि खेतहरू पनि छ, यता तलतिर पनि अब जङ्गल खेत त्यस्तै छ। अनि यो बाटो हिँड्ने हो यस्तो तरिकाले चाहिँ। यो चाहिँ मैले आजभन्दा 2 वर्ष अगाडि पनि यताको भिडियोहरू लगाएको थिएँ। त्यो पारिपट्टि देखेको त्यो सावा नागी हो भने तलको चाहिँ सावा कट अरे। त्यो पारिपट्टि देखेको चाहिँ कुइबिर डाँडा भन्ज्याङ खर्का भन्ने ठाउँ पर्छ भने हामीले यतातिर चाहिँ यस्तो छ। अनि त्यसपछि यहाँनिर यो खेत चाहिँ पुरै अब घुम्ने सुरसारमा छौँ। यतापट्टि चाहिँ खेतहरू हो, तलतिर गाउँ छ भने त यहाँ बाँसघारी पनि छ। अब हामी चाहिँ तलको घरमा पुग्नुपर्ने। यता 31 घारी खेतहरू पुरै छ। अनि घाम पनि माथि यस्तो तरिकाले देखिँदैछ। घाम चाहिँ अँध्यारो देखिँदैछ, यस्तो घाम पुरै लागिरहेको छ। यहाँबाट त्यो पारिपट्टि सागागढहरू कस्तो देखिएको छ भने दामी। यो चाहिँ खेतहरू हो, यता चाहिँ खेतै खेत। परारको साल चाहिँ म यहाँनिर खेत रोप्दाखेरि आएको थिएँ। खेत रोपेको भिडियो पनि मैले लगाएको थिएँ भने अहिले चाहिँ खेत बाँझै छ। यतिखेर चाहिँ खेत रोप्ने बेला भएको छैन, अब असार साउनमा मात्रै हुन्छ। अनि त्यसपछि त्यो पारिपट्टिको चाहिँ घरहरू पनि छ। यतापट्टि हामी चाहिँ तल दिदीहरू तल हुनुहुन्छ क्या। यस्तो तरिकाले चाहिँ यहाँबाट त्यो पर देखेको चाहिँ हाम्रो घर हो।
यहाँ कुकुर पनि पछि पछि आइरहेको छ भने अब हामी यतादेखिको यता उँधो झर्दैछौँ बाटै 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 अप्ठ्यारो बाटो छ अलिक यहाँबाट यस्तो तरिकाले चाहिँ तल बाँस घारेर बाँसको घाँस तान्नु हुँदैछ तल मान्छेहरू हुनुहुन्छ तल देख्नु हो कि देख्नु भएन पुरै बाँसको घाँस काट्नु धमाधम छ भने यहाँ हाम्रो कुकुर हिरो पनि हुनुहुन्छ अगाडि कुकुर चाहिँ जानु हुँदैछ पछि पछि बच्चाको बच्चा चाहिँ विदेशी हो भनेर होला चक्लेट खानलाई कुकुर पनि पछि पछि अहिले चाहिँ अघि अघि लागेछ अब चक्लेट खानलाई मन लागेको होला कुकुरलाई चक्लेट लिएको छैन मान्छेले खाइसकिहाल्यो के गर्नु गाह्रो छ अनि त्यताति घरहरू चाहिँ एकदम पातलो कि हाम्रोतिर त्यहाँबाट छ तल एउटा तल्लो छ अनि यता सबै खाली खाली खेतहरू मात्रै हो यहाँ पानीको खेत यहाँ तल पानी पनि छ एकचोटि सर हेर्नु न त सावाको नागी डाँडा त्यहाँ त माथि देखिएको मूल डाँडा त्यो माथिको एकदमै माथि छ त्यो चाहिँ मूल डाँडा हो यस्तै छ यहाँ पुरै खेतहरू घरहरू मूल डाँडा यस्तो तरिकाको चाहिँ झ्याप्प बनाएर चाहिँ यहाँनिर हामी जाँदैछौँ अनि बाटै बाटो हिँड्नु पऱ्यो बाटो अलिक अप्ठ्यारो छ मैले चाहिँ आज चप्पल लगाएर आएको छु अलिक यस्तो अप्ठ्यारो बाटो चप्पल लगाएर हिँड्न चाहिँ गाह्रो हुने रहेछ अलिक सजिलो बाटोमा त ठिकै हो जुत्ता लगाएर हिँड्दा चाहिँ राम्रै हुन्थ्यो होला यो चप्पल लगाएर हिँड्ने बानी नभएर चाहिँ अलिकति गाह्रो हुने रहेछ यहाँ चाहिँ रुख पनि ढलेको रहेछ बाटैमा ढालेको हो कि ढलेको हो कि काटेको जस्तो छ यहाँ दाउरा काट्न लाग्यो कि हलो काट्न लाग्यो कि अनि यस्तो छ साथीहरू मजाको लु अब यति त्यो कति देखाउने होइन एकै ठाउँको भिडियोहरू तपाईँहरूलाई भिडियो कस्तो लाग्छ जानकारी गराउनु होला अनि लाइक पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला भन्न चाहन्छु अब यस्तै हो गाउँघरको भिडियो धन्यवाद सबैजनालाई भिडियो हेरिदिनु भएकोमा ल है त बाई बाई भन्न चाहन्छु थ्याङ्क यू सो मच एकचोटि सर यस्तो देखाउनु पऱ्यो नि त